आज साकेला उभौली कार्यक्रमका सभापतिज्यू, उपस्थित सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरू, मैले बोस्टनमा यहाँहरूको बीचमा आज साकेला मनाउनलाई यहाँहरूले अवसर दिनुभएको छ। यहाँहरूको साथमा आउन पाएको छु। सर्वप्रथम आयोजक सबैलाई नेपाल सरकारको तर्फबाट र नेपाल कन्सुलेटको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। वास्तवमा अघिल्लो वर्ष साकेला मनाउँदा मैले यहाँहरूको बीचमा भनेको थिएँ, नेपाल विविध भाषा, विविध जाति, विविध क्षेत्र, विविध सम्प्रदायको एउटा साझा फुलबारी हो। म त अझ के भन्छु भने हामी आर्य समाजका क्षेत्री बाहुनहरू इन्डियामा मुसलमानको आक्रमण भएपछि जब आफ्नो सुरक्षाका लागि पहाडतर्फ चढ्न थाल्यौं, त्यो बेलामा हामी पहाडमा बस्दाखेरि, हामी पहाडमा पुग्दाखेरि त्यो पहाडकै माटोमा त्यहीको ढुङ्गा माटोसँग, त्यहीको घाँससँग, त्यहीको भिर पहरासँग हुर्की बस्ने त्यहीका सुवासहरू राई किराँतहरूले हामीलाई ठाउँ दिएर बसाएको हो। किराँतहरू हाम्रा आफ्ना हुन्, हाम्रो परिवार हो, हामीलाई आश्रय दिने परिवार हो। म त भन्छु हामीले धेरै कुराहरू राई किराँतबाट सिकेका छौं, सभ्यताहरू, संस्कृतिहरू। हामी हाम्रा गाउँघरमा हाम्रा आमाहरूले नाङ्लोमा चामल केलाउनुहुन्छ, कसले बनायो? हामीले ढुङ्ग्री लाउँछौं, कसले बनायो? हामीले मजेत्रो ओढ्छौं, कसले बनायो? हामीले लागेका ढाकाका चोलीहरू कसले बनायो? त्यही किराँतहरूबाट हाम्रा छोराछोरीहरू जब बिरामी हुन्छन् अनि हामीले बन्साउनु पर्यो भने कसलाई भन्छौं? त्यही किराँतका गुरुहरूलाई बोलाउँछौं। हाम्रा संस्कारहरू जोडिया छन्। हामी किराँतहरूको, राईहरूको संस्कारबाट पृथक भएर एउटा सिङ्गो नेपाल, एउटा राज्य र समृद्ध नेपालको कदापि पनि कल्पना गर्न सक्दैनौं। म त के भन्छु भने राईहरूसँग हामीहरू यति जोडिएका रहेछौं। मलाई अझै पनि लाग्छ हाम्रा हरेक चाडपर्वहरूमा राईहरूसँग, हाम्रा किराँतहरूसँग हाम्रा संस्कृतिहरू जोडिएका छन्। जब हामी भारतीय संस्कृतिबाट हामीले वैष्णव धर्मलाई लिएर नेपालमा आइपुग्यौं, त्यहाँ हामीले पार्वतीलाई र सुम्निमा पारुहाङका रूपमा, धर्मका रूपमा हामीले अगाडि रहेका हाम्रा किराँत सम्प्रदायलाई भेटेपछि हामीले त्यो वैष्णव परम्परालाई त्यागेर हामीले शैव धर्मलाई स्वीकारेका हौं। हामी आज पनि राष्ट्रले मानेको मूल धर्म भनेर बेला बेलामा भन्छौं। त्यो धर्म हाम्रा किराँतहरूबाट, हाम्रा किराँत दाजुभाइहरूले, किराँत पुर्खाहरूले दिएको धर्मसँग संयोजन गरेर मनाएको धर्म हो। त्यसैले यो साकेला हाम्रो आफ्नो पर्व हो, यो हाम्रो राष्ट्रिय पर्व हो। यो पर्व नेपाल सरकारले राष्ट्रिय उत्सवको रूपमा त बनाइसकेको छँदैछ। म विशेष गरेर हाम्रै किराँत परिवारमा जन्मेको, हुर्केको एउटा परिवारको नाताले भन्दछु, यो हाम्रो आफ्नो पर्व हो। यसले हामीलाई सम्पन्नतातर्फ लैजान्छ, हामीलाई सुखतर्फ लैजान्छ। उभौली त हामीले तलबाट माथि चढ्दा चढ्दै प्रगतिका सूचकहरूतिर लैजाने हो। यो हामी सम्पूर्ण नेपालको, हाम्रो आफ्नै दाजुभाइको, हाम्रो परिवारको विकासको लागि, समृद्धिको लागि, उल्लासको लागि एउटा महत्वपूर्ण चाड हो। यो चाडमा हामी सबै रमाएर उल्लासपूर्वक मनाऊ, त्यसलाई हामीले एउटा उत्सवको रूपमा गरौं। त्यही सन्दर्भमा म न्युयोर्कबाट यहाँहरूको निमन्त्रणालाई, आग्रहलाई स्वीकारेर आइपुगेको छु। यहाँहरूसँगै रमाउनेछु, साकेला नाच्नेछु, यहाँहरूको साथमा बस्नेछु। यति भन्दै मेरो मन्तव्य सुनाउँछु। धन्यवाद।